ब्लेन्ड नगर्ने लाइक यस्तो ब्लेन्ड नगर्ने लाइक ट्याप 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 लाइक जस्तो के अनि उहाँले गरेको ब्लेन्ड चाहिँ जम्प त्यो गर्छ अनि कुनै पनि प्रोडक्ट एप्लाई गर्नुभयो त्यो स्किनमा फाउन्डेसन बढी भयो ग्लस पनि बढी हाइलाइटर पनि बढी प्रोडक्ट चाहिँ हामी बनाउने अनि त्यसपछि एप्लाई गर्ने लेस इज मोर जस्तो लेस हुन्छ जस्तो लेस प्रोडक्टले एप्लाई गर्नुहुन्छ त्यतिखेरको प्रोडक्ट चाहिँ राम्रो हुन्छ ब्लेन्ड राम्रो हुन्छ उहाँले ग्लस जुन पनि ग्लस लाग्छसँग आफ्नो त्यो लाइक आई मेकअपको अनि फेस मेकअपको अनि उहाँले यस्तो समात्ने अनि यस्तो ब्लेन्ड गर्छ अनि उहाँले यस्तो समात्ने हाइलाइट पनि यस्तो लाउनुभएको ग्लस पनि यस्तो लाउनुभएको यस्तो लाउने समात्ने टेक्निक पनि हुनुपर्छ किनभने एज अ लाइक टिचर भइरहनुहुन्छ समात्ने ब्रस आउँदैन उहाँले मेकअप गर्नुभएको धेरै राम्रो लाग्यो प्रोसेस चाहिँ उहाँको अहिले मलाई त धेरै मन पर्यो तर यही हो डिस्ट्रिक्टमा उहाँले प्र्याक्टिस छैन प्र्याक्टिस भएको भए धेरै राम्रो हुन्थ्यो नभए उहाँले जुन टेक्निक वाइज गर्नुपर्छ नि फर्स्टमा प्राइमर फर्स्टमा मोइस्चराइजर प्राइमर अनि स्किन प्रेप गर्नुभयो मजाले अनि फाउन्डेसन मजाले फाउन्डेसनमा लाउँदा यही फाउन्डेसन कन्टिन्यू गर्न हुन्थ्यो यही ब्लसर हल्का हल्का लाएर अनि ब्लेन्ड गर्नु हुन्थ्यो अनि धेरै राम्रो हुन्थ्यो बाँकी सब प्रोडक्ट बाँकी सबै चिज राम्रो हुन्छ मात्र हल्का हल्का एक मिस्टेक छ यो पनि इम्प्रुभ गरिदिनु हुन्छ धेरै राम्रो उहाँ दुवैभन्दा बेटर हजुरले गर्नुभएको टेक्निक फलो गर्नुपर्छ अब यही प्रोडक्टको नलेज जानु पऱ्यो कति क्वान्टिटी लाउनुपर्छ त्यही सबै हो स्लोली स्लोली बुझिहाल्नुहुन्छ अनि राखी म्यामले मेकअप त राम्रो गर्नुपर्छ सिम्पलमा लुकिङ लाइक गजेस के अनि यसमा उहाँको फाउन्डेसन सिलेक्सन राम्रो भएको छैन फाउन्डेसन स्किन एकर्डिङ वान टोन फेयर जानुपर्ने वान टोन हजुरले त डार्क गइहाल्नुहुन्छ अनि हजुरको फेस हल्का चिकन चाहिँ हार्ड छ ब्रन्जर गर्नुपर्ने हजुरले त ब्रन्जर नै गर्नुभएको छैन अनि फेसको जुन फिचर्स छ फिचर्सलाई इन्हान्स गर्नुपर्छ मेकअपमा यो पनि ध्यान दिनुपर्ने कुरा यो रहेछ अनि आई मेकअप चाहिँ आई मेकअप गर्नुभएको छ आई मेकअप हजुरले विच यहाँ डेड आई छ माथि जुन छ नि डेड आई छ अनि हामीले के गर्नुपर्छ यहाँ हल्का डार्क कलर यहाँ तिमीहरूको डिप आई बब्बल यो कुरा अनि त्यसपछि चाहिँ मेकअप त राम्रो लिप पनि राम्रो यो गर्नुपर्छ अनि फाउन्डेसन चाहिँ बुझिरहेको छैन हजुरको फेसमा फाउन्डेसन लागेको छ अनि हाइलाइटर पनि बुझिरहेको छैन हाइलाइटर लाउनुपर्छ ब्लसर लाउनुपर्छ ब्राउजर लाउनुपर्छ सबै चिज छुटेछ मस्कारा भन्दा छुटेछ काजल पनि छुटेछ बाँकी सबै पर्फेक्ट छ अनि उहाँको अन्सु म्याममा त्यहाँदेखि हजुरले मेकअप पनि राम्रो गर्नुपर्छ तर चाहिँ हल्का डार्क सर्कल छुटिदिएको भए राम्रो आँखामा डार्क सर्कल अलिको डार्क सर्कल छ डार्क सर्कललाई आइब्रोलाई लगाउने फाउन्डेसन सबै थियो अनि त्यही हो अनि आँखा थियो आई मेकअप पनि ठिक छ तर यो रेड कलर एप्लाई गर्नुपर्छ नि आउटर कर्नरमा एप्लाई गर्नुपर्छ हजुरले रेड कलर इनर कर्नरमा आउटर कर्नरमा दुवै एप्लाई गर्नुपर्छ अनि त्यही बुझिरहेको छ कि आई मेकअप गर्नुपर्छ आफ्नो फिट गर्नुपर्छ गर्नुपर्छ त्यही बुझिरहेको छ अनि लिप त राम्रो बनाउनुपर्छ फाउन्डेसन चाहिँ त्यही हो राखी म्याम जस्तै हल्का डार्कमा गएर हुन्छ फेस बेरिरहेछ हल्का लाइट हुनु पऱ्यो कि फेसमा लाइट हुनु पऱ्यो अनि चाहिँ हाइलाइटर ब्रसर अनि ब्राउजर छुटेछ हजुरको बाँकी त हजुरहरू त मेकअप धेरै राम्रो गर्नुहुन्छ तर यही हो हल्का फुल्का मेन्टेन गरिदिनुहुन्छ नि हल्का हल्का प्रोडक्ट छुटेछ ब्राउजर अनि आइब्रो चाहिँ बनाउनुपर्छ राम्रो हल्का राम्रो लाग्यो मेकअप अब यही हो म क्लास दिन्छु फलो गर्नुपर्छ टेक्निक